एउटा कृतिलाई 1 मिनेटको दरले अथवा त्यसको समीक्षा कति गर्न सक्छु म त्यही अनुसार यहाँहरूलाई म गर्छु। वास्तवमा उहाँका ती कृतिहरू आज चाहिँ उहाँलाई सकेसम्म प्रशंसा गर्ने, हौसला दिने, शुभकामना दिने दिन भएको हुनाले मैले चाहिँ आलोचना एकदम कम र बढी चाहिँ प्रशंसा पनि हुन सक्छ यसमा। उहाँलाई चाहिँ आलोचना गर्ने फेरि छुट्टै एउटा हामीले कार्यक्रम राख्नुपर्छ, आलोचनात्मक कार्यक्रम जहाँ चाहिँ समालोचना गर्न सकिन्छ। त्यसलाई मैले उहाँको यो परिचयात्मक र प्रशंसात्मक किसिमबाट यहाँ प्रस्तुत गर्छु। सर्वप्रथम मैले उहाँलाई हार्दिक बधाई दिन्छु यो कृतिका लागि र जन्मदिनको शुभकामना सहित। वास्तवमा उहाँले यो जति कृतिहरू निकाल्नु भएको छ एउटा मात्रै कृति कहिले लोकार्पण गरे, त्यसबाहेक लोकार्पण भएका छैनन् भन्नुभएको थियो। यो मलाई के लाग्छ भन्दाखेरि उहाँ अहिले लगभग 11 साल कतै 13-12 साल त्यस्तै हुँदाखेरि 70 को हाराहारीमा पुग्नु भएको छ, 7 दशक। र उहाँले 13 दिनपछि नामसारी नहुने सम्पत्ति कमाउनु भएको छ भन्ने लाग्छ मलाई यो। किन भन्दा यो सबै जति पनि भौतिक सुख सुविधाका कुराहरू छन्, जति सम्पत्ति थुपारिएको छ उहाँका उपन्यासमा पनि आउँछन्। म त्यसको अलिकति चर्चा पछि गर्छु, सुरुमा यो पृष्ठभूमि मात्रै बाँधेको हो। र हामी जति पनि भौतिक सम्पत्ति, भौतिक सम्पन्नताको चाहिँ आसक्ति गरेर हामीले जति थुपारे पनि, अर्को शब्दमा अलिक तितो किसिमले भन्दाखेरि भ्रष्टाचार गरेर कमाए पनि, त्यो पनि मैले भन्नुपर्छ आज, किनभने यो भन्ने ठाउँ पनि हो। कमाए पनि त्यो छोडेर जानुपर्छ अन्तिममा जाने। तर यो कृतिहरू चाहिँ कसैले नामसारी गर्नेवाला छैन, कसैको हुनेवाला छैन। उहाँको उमेर अझै 30 वर्ष हामीले दिनैपर्छ। 100 वर्ष मैले लामो आयु भन्दिनँ, 100 वर्ष हिँड्दै गर्दाखेरि उहाँ चाहिँ बाँच्नुहोस् भन्ने लाग्छ। र अझै बाँकी 30 वर्षमा अझै 100 किताब लेख्न सक्ने मैले लक्षण देखेँ। किन भन्दाखेरि उहाँले 54 सालदेखि लेख्दाखेरिको हिसाबले चाहिँ हेर्दाखेरि 100 पुर्याउनु भएको छ भने अब आउने त्यो उहाँको बाँकी आयु चाहिँ अर्को 200 किताब, यस्तै गरी 100 किताब लोकार्पण गर्न पाइयोस् भन्ने मैले कुरा गर्छु। र उहाँको यो सबै हेर्दाखेरि बहुआयामिक व्यक्तित्वको रूपमा उहाँलाई मैले चिनेँ। उहाँ इतिहासको विद्यार्थी हुनुहुन्थ्यो, इतिहासको अध्ययनमा समर्पित हुनुहुन्थ्यो। वालिङ बहुमुखी क्याम्पस प्रमुख हुँदै गर्दा, पैसा कमाउँदै गर्दा एउटा जोगी आएर चाहिँ त्यो जोगीको कारणले उहाँले त्यहाँको जागिर छोडेर उहाँ यतातिर लाग्नुभयो। अघि यहाँ किरणपन्थीज्यूको कुरा आएको थियो, सुरुमा त्यो जोगी नभएको भए पनि उहाँ यो लेखक बन्नुहुन्थेन भन्ने कुरा पनि उहाँले भनेको मैले सुनेको थिएँ। त्यसपछि उहाँ लेखन, सम्पादन, पत्रकारिता र प्रशासकको रूपमा पनि उहाँ चाहिँ अगाडि बढ्नुभयो। र यस्ता व्यक्तिको यो आजको यो कार्यक्रम न भूतो न भविष्यति भन्छु मैले। अब नेपाली साहित्यको इतिहासमा त होइन, उहाँको व्यक्तिगत सन्दर्भमा। किन भन्दा भद्राकुमारी घलेले 151 जस्तो लाग्छ मलाई त्यो किताब उहाँले लोकार्पण गर्नुभएको भन्ने मैले सुनेको छु। र उहाँले चाहिँ अहिले खास गरेर यो किसिमबाट अगाडि बढ्नुभएको छ। र उहाँको निवासमा जाँदाखेरि सिर्जना कुटी उहाँको निवासमा जाँदाखेरि उहाँले लेखेका, हातले लेखेका पाण्डुलिपिहरू पनि त्यहाँ पाइन्छन्। र उहाँको परिवारै लेखनमा समर्पित भएको देख्दा र त्यो घरमै एउटा सृजनामय वातावरण भएको देख्दाखेरि पनि जो कसैलाई पनि त्यहाँबाट प्रेरणा लिन मिल्ने आउँछ। र उहाँको 2011 सालमा जन्म भयो। 54 सालदेखि उहाँको कृति प्रकाशन सुरु भइसकेपछि नेपाली इतिहासका केही अपुष्ट पक्षहरू 54 सालमा पहिलो कृति उहाँको आफ्नै विषयसित सम्बन्धित प्रकाशित भइसकेपछि उहाँको प्रकाशन यात्रा सुरु भएको देखिन्छ। त्यसपछि बुद्ध दर्शनको इतिहास, नेपालका जनजातिहरू, नेपालका प्रमुख धार्मिक स्थलहरू, नेपालका दलितहरू, भारतका जनजातिहरू, ती अभूतपूर्व 19 दिन, त्यो कहारी लाग्दो रात, नेपालका पिछडा वर्ग, महायोगी पाइलट बाबा संक्षिप्त परिचय, मधेसी आन्दोलनका 21 दिन, मधुसूदन पाण्डेका कविताहरू, नेपालका राष्ट्रिय विभूतिहरू, मधुसूदन पाण्डेका कविताहरू दोस्रो खण्ड, मधुसूदन पाण्डेका त्रिपदीय कविता, मधुसूदन पाण्डेका हाइकु सङ्ग्रह, श्रद्धा सुमन खण्डकाव्य जस्ता उहाँका कृतिहरू हेर्दाखेरि 18वटा यहाँसम्म पुगे। किनभने कृतिको नाम त लिनुपर्छ 34वटाको। त्यसपछि अविस्मरणीय क्षण, यो बुवाको बारेमा, नेपालका पाण्डे घरानाको इतिहास एउटा र सँगसँगै त्यो टेलिफोन डायरी त्यहाँ अर्को भाग त्यहाँ रहेको छ। र बल्ली उपन्यास उहाँको 73 सालमा प्रकाशित, हाइकुमा आमा, नित्यराज पाण्डेको जीवनी, द्वन्द्वकालीन इतिहास, हारुन निसाको हाँसो व्यङ्ग्य निबन्ध सङ्ग्रह, अमेरिका यात्रा, नियात्रा काव्य, 10 नानी नवनाथ एक परिचय, साबी, मिना,
यी उपन्यासहरू हुन् मधुसूदन पाण्डेका लौकथाहरू, देश दर्शन, नियाद र ती कष्टपूर्ण 6 दिन, भूमिका र समीक्षा। उहाँका यी मौलिक कृतिहरू भनेर राख्नुभएको छ। यी मौलिक कृतिभित्र पनि कोही चाहिँ कुनै कृतिहरू पूर्ण मौलिक छन् भनेदेखि केही कृतिहरू चाहिँ अलिकति अनुसन्धानमूलक रहेका मैले पाएको छु। र यस क्रममा मैले यी सबै कृतिहरू गरिसकेपछि यसको बारेमा संक्षिप्त तपाईँहरूले पुस्तिकामा पनि पाउनु भएको छ। र यसमा मैले चाहिँ पछिल्लो समयमा मैले प्राप्त गरेका 2टा उपन्यास मैले त्यो आद्योपान्त पढेँ। हिजो साँझ मात्रै उहाँको प्रेसबाट आएको र मैले हिजो चाहिँ बल्ली उपन्यास पढेँ। आज बिहान चाहिँ त्यो साबी भन्ने उपन्यास बिहानभरि पढेर सकेँ। र मलाई के लाग्यो त्यो पढ्दै जाँदाखेरि भन्दाखेरि उहाँको त्यो लेखन शैली एकदम फरक खालको। मैले चाहिँ विश्वेश्वर प्रसाद कोइरालाको तीन घुम्ती पढेको थिएँ, त्यहाँ पनि यौन मनोविज्ञानमा आधारित त्यो उपन्यास हो। तर यहाँको यो जुन यो साबी भन्ने पात्र र रमेश भन्ने पात्र, त्यहाँ पनि रमेश भन्ने पात्र छ। उहाँले त बिपीका उपन्यास सबै छवटै पढ्नुभयो होला, पक्कै पनि कथा पनि पढ्नुभयो होला, उहाँका कथाहरू पनि निस्केका छन्। तिनी तुलना पनि गर्न थालेँ मैले अलिअलि। मलाई चाहिँ त्यो बिपीको चाहिँ बारेमा एमएमा कथामा थेसिस पनि गरेको, उपन्यासहरू पनि पढेको। तिनी गर्दाखेरि उहाँले कतिको त्यहाँ चाहिँ पात्रहरूलाई प्रयोग गर्नुभएको छ, कसरी प्रयोग गर्नुभएको छ भन्ने मलाई त्यता पनि लाग्यो। कुनै पनि लेखकको कृति पढ्दाखेरि आफूले जानेका, आफूले पढेका अरू कृतिहरू पनि त्यहाँ दिमागमा आउँदा रहेछन्। मैले त्यस रूपमा हेरेँ। र बल्ली उपन्यासलाई हेर्दै जाँदाखेरि त्यहाँ म पात्र र बल्ली यो राजनैतिक विषयवस्तुमा केन्द्रित रहेछ। खास गरेर अरू सबै जति हुने उति रुनेहरू हुन् भन्ने रहेछ त्यो बल्ली भन्ने पात्रले। त्यसले गर्दा सम्पन्नता भनेको चाहिँ एउटा भौतिक रूपले, आर्थिक रूपले मात्रै नभएर मानसिक रूपले सम्पन्न हुनु। एक हल गोरु हुन्, एउटा सानो गाई होस्, गोठ होस्, अनि परिवार पाल्न पुगोस्, त्यस्तो किसिमको चिन्तन, बिपीको चिन्तन। उहाँको त्यो बल्ली भन्ने पात्रले त्यहाँ कुरा गर्छ। उसलाई चाहिँ धेरै सम्पत्ति कमाउँ, एकदमै ठुलो मान्छे बनाऊ। ऊ चाहिँ एकदम काङ्ग्रेस समर्थक, काङ्ग्रेसको झन्डा बोकेर आफै त्यो गाडेको छ त्यो पात्रले। यति समर्पित पात्र यो चाहिँ वास्तवमा राजनीति गर्नेहरूको लागि पनि एकदम महत्त्वपूर्ण उपन्यास जस्तो लाग्छ। जसले निष्ठाको राजनीति गर्छ, जसले असल व्यक्ति बनेर राजनीति गर्छ, उसले आर्थिक रूपले सम्पन्न हुन नसक्ला, तर निष्ठाको रूपमा ऊ चाहिँ एउटा आदर्श पुरुषको रूपमा स्थापित हुन सक्छ। बेला बेलामा त्यो म पात्र त्यहाँ हुन त कतिले लेखकलाई नै म पात्र भन्छन्। मैले चाहिँ के भन्छु भन्दाखेरि त्यो म पात्र जतिसुकै पढे लेखेको भए पनि, जति सम्पन्न भए पनि उसले आफ्नो गाउँ छोड्छ, सहरमा आउँछ, त्यहाँ बस्छ, अनि उसका छोराछोरी उता विदेश पुग्छन्, अनि उसले जहिले पनि आमालाई ढाँटिरहेको हुन्छ। आमाले चाहिँ बाबु कहिले आउँछु फर्केर यहाँ, कहिले आउँछु भन्दा म आउँछु नि आमा। किन भन्दाखेरि आमालाई त आफ्नै ठाउँमा आओस्, यहीँ केही गरोस्, किन भन्दा सम्पन्न छ, घर पनि छ, जग्गा जमिन पनि प्रशस्तै छ। त्यो म पात्रले आमालाई ढाँटेको एकदमै ग्लानी हुन्छ उसलाई। तर त्यो बल्ली भन्ने पात्रले कहिले पनि केही कुरा पनि ढाँट्दैन, उसँग कुरा गरिराख्छ। त्यो आमाको मृत्यु भइसकेपछिको सुरुमा 13 दिनसम्म, त्यो सुरुदेखि 13 दिनसम्मको चाहिँ जुन समयावधि हो, त्यो समयावधिलाई यति राम्रोसँग उहाँले ल्याउनु भएको छ। त्यहाँ बिचबिचमा चाहिँ गरुड पुराणका सन्दर्भहरू पनि आएका छन्। उसले त्यो बल्ली पात्रले गरुड पुराण सुनिराखेको कुराहरू पनि छन्। अनि त्यहाँ राजनीतिका कुराहरू पनि हुन्छन्। राजनीतिक विकृति विसङ्गतिका कुराहरू व्यापक रूपमा त्यहाँ आएका छन्। काङ्ग्रेस भएर कति वर्षसम्म लागेका मान्छेहरू फाइदा हुने बित्तिकै अर्को पार्टीतिर लाग्ने, यताउता लाग्ने, अर्कोतिर लाग्ने, ती सबै कुराहरू त्यहाँ त्यो पात्रले देखेको छ। यतिसम्म कि म पात्रले तिमी अमेरिका जाऊ, म तिमीलाई चाहिँ व्यवस्था गरिदिन्छु, तिम्रा छोराछोरी पढाइदिन्छु, मैले गर्छु भन्दा मलाई केही पनि चाहिन्न। उसलाई निष्ठाको राजनीति बाहेक अरू उसले केही पनि गर्दैन। यो कुरा चाहिँ असाध्यै महत्त्वपूर्णको रूपमा चाहिँ आएको छ। र त्यो दाङको सेरोफेरोमा त्यो उपन्यास चाहिँ को बनोट अगाडि बढेको छ। र बल्लीको प्रश्नलाई म पात्रले धन, आयु र यौवन, त्यो धन, आयु र यौवन भनेका क्षणिक कुरा हुन्। धन पनि आज छ भोलि छैन, यौवन पनि आज छ भोलि छैन, र त्यसपछि यौवन के अरे आयु पनि मान्छेको एउटा निश्चित लिएर आएको हुन्छ, भोलि के हुन्छ भन्ने कुरा थाहा छैन। त्यस्तो किसिमको पात्र त्यहाँ उहाँले खडा गरेर
त्यसैलाई मैले यसलाई गुरु मानौँ कि भन्ने किसिमको कुरा यहाँ आएको छ। र यो उपन्यासले राजनीति गर्ने मात्रै नभएर राजनीतिमा अगाडि बढ्दै गरेकाहरूलाई पनि एउटा निष्ठाको राजनीति गर्नुपर्छ भन्ने कुरा यसमा देखाएको छ। र विदेशमा भएका सन्तान र आमा बुवाको मृत्यु हुँदाखेरि यहाँ आउन नपाउने परिस्थितिलाई पनि उहाँले ठाउँ ठाउँमा सन्दर्भ अनुसार प्रयोग गर्नुभएको छ। र भोट भन्ने शब्द त्यहाँ धेरैचोटि आएको छ। भोट लिएर आउने, अहिले त पहिला दाजुभाइले चामल लैजाने, दिदीबहिनीले घिउ चिनी लैजाने कुरा हुन्थ्यो, अहिले विचार पुर्याउने पनि भन्छन्। ठाउँ अनुसारको सन्दर्भ अनुसारको छ।